म भन्दिनी हो तेरो कुरा सुन नि यहाँ कुरा सुन हिँड हिँड म भन्दिनी हो हिँड न पहिला उता हिँड म भन्दिनी हो तेरिका अहिले त्यो आक्रोशमा नआउनु भयो घरको भाउ आक्रोशमा नआउ म भन्दिन्छु तेरिका किन किन के भयो तैँले भन्नु पर्दैन अरू कुरा थाहा छैन मार्सप म काजीबालाई गएर भन्दिनी हे तेरिका भटभटे तँलाई पनि भागमा आउँछ के सिख्री तेरो पनि भागमा एउटा टुक्रो आउँछ किन भन्नु पर्यो आफ्नो भागको सिख्री लिने चुप्प लाएर जाने काजीबाला भन्ने होइन काजीको सिग्री भाग लाउँछु लिएर जा रे होइन तपाईँहरूले काजीको सिग्री भेटाउनु भयो कि क्या हो मैले त माथि काजीको बारीमा कसले गाई छोडेर छ अनि काजीलाई भनिदिन्छु भन्दै गएको तपाईँ एक्कासी गएर मेरो मुख ढोपेर यहाँ लिएर आउनुभयो अनि सिग्री भाग लाउँछु लिएर जा पो भन्नुहुन्छ ल भाग लाइहालौँ के हो नि यसपालि दसैँमा बुढो आनी नआनी पैसा चाहिँ राम्रो पठाइदियो है अब बुढोले पठाइदिएको 1 लाख रुपियाँले गलामा एउटा सिक्री राम्रो बनाएर लाउनु पर्ला है तर बजार चाहिँ एक्लै के जानु है सुन जस्तो कुरा ठग्लान मान्छेले सम दिदीसँगै लिएर जानु पर्ला सम दिदी चाहिँ कहाँ हुनुहुन्छ होला है हिरो हजुर हजुर सम्झिनेज्यू दर्शन गरी आगे होस् न कुरा के पर्यो भने नि सम्झिज्यू तपाईको सम्झीले विदेशबाट 1 लाख रुपियाँ पठाइदिएको छ यो दसैँको लागि भनेर त्यो पैसाको एउटा सिक्री हालौँ भनेर अब सदरमुकाममा जानलाई अब म एक्लै कसै जानु सम्झीज्यूको फुर्सद छ कि भनेर सम्झिनेज्यू हजुर हजुर यहाँ म सल्लाह गरेर हजुरलाई 2 मिनेटमा फोन गर्छु है अहिले राखी बक्सियोस् हस् सम्झीज्यू हस् छिटो है हस् के त हो एउटा यहाँ रमाइलो चानसको कुरो आयो है अब कुरो के भने यो हामी 4 जनालाई त्यो सिग्री बाँध्नु पर्यो यत्रो टुक्रा पर्छ फेरि सबैलाई बराबर नपर्नु पनि सक्छ अब यही मौकामा सम्झिनेज्यू सदरमुकाममा सिग्री किन्न जानु लाग्नु भए अरे अब मैले भने के भने यही सिग्री सम्झिनेज्यूलाई बेच्दिउँ अनि आएको पैसा बराबर बाँधौँ दारीबाको कुरो एकदम मनासिक छ ल दारीबा फोन गरेर बोलाइहाल्नुहोस् बोलाउँ त म बोलाउँ त म पैसा पर्यो नि ठिकै हो हातमा होइन यो बोडी पनि सब चिराले खाएर सकिसक्यो टिपेर खान्छ क्या आयो हेलो सम्झिनेज्यू सुनिस्यो न हजुर हजुर सदरमुकाम सभा